तुमुर आजभोलिको दिदी बहिनीहरू बेसरी भागी माने हौ नि भागी माने हौ भन्दा हुन्छ के मेरा मक्छरा बा परामानको जस्तो दुःख छैन परामानको जस्तो नान पाएर आफैले सेमलिएर अन्त भान्सा गरेर खाने आफै आगो फुकेर नान पाक एकछिनपछि आगो फुकेर भान्सा गरेर खाने थाङ्ना सिमाल्ने मुठीभर रगतको ढेका नानलाई सुताई सारेर पनेराम गरेर पानी लिनु पर्न बना गरेर दाउरा घाँस लिनु पर्न तुमले उस्तै परे नान पाने बेलामा अर्कैले टिप दिन्छ अर्कैले गरिदिन्छ हस्पिटलमा दुनियाँ दिवाना गरिदिन्छ परामानको राजा परामानको त बहादुरी अन्नी आमाहरू परामानको आमाहरू त बहादुरी अन्नी परामानको दिदी बहिनीहरू त बहादुरी अन्नी मुठीभर नानलाई सुताई सारे त्यसै नउठ्दै वनबाट घाँस काटेर आने पनेराबाट पानी लिएर आने नान पार त आफै सिमलिएर अनि आफै भान्सा गरेर खाने आजभोलि तुमले आगो फुक्न पर्छ मेरो आमा छोराबा उतबेला कुहिएको चामल नि पाइन्न त आजभोलि तुम बाबुले बाजेको लौरो कहाँ यहाँ लिएर गरेछ ले बाबुले यार उहाँ बाजेले राप्राप खोजे कहिले उहाँ बाजेले उहाँ राप्राप खोजे गरेछ न बाजेले उहाँ लौरो खोजेर गाउँमा बाजेबाट अनेरमा टेकी जाने ले 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 लेके छिटो ले वहाँ बाजेले वहाँ कता खोजे गरेछ न लौरो कता लगिदियो हेर त बाजेले छानामा कोपिर राखेको लौरो टप टप टिपेर नानीहरूले के लेके बाबु ले 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 त ले छिटो ले म लेके ले हेर त बाजेले टेकेर हिँड्ने लौरो त्यसै कहाँ विदेशी दि छाडेको र चिनो ला बुढा रात उकालोमा हिँड्दाखेरि टेक्ने भने दि छाडेको रे अन्त त लौरो त लिँदै यहाँ हो घोचेको हो के हो घोचेकै बर्त यहाँ लगि छपक्क उबल तल लगि भारमा सेरी राखिदिनु पर्लो बुढाबुढी मान्छे भेनो हिँड्ने बेलामा लौरो चाड्छन् त्यसै सिटमा साँप सर्पक डर भन्छन् जम्मै यहाँ लिँदै घोचेकै हो कान्छा चाहिँले कहाँबाट सिकेको है हो यो हो सुन्तला खाना सिकेको है बनाउला यसरी लौरो हाम्रो एउटा गाउँको रोटो त्यो चाँडै अन्त धैलाम हिउँरे काँक्रा लगाएको थिएँ एउटा बुटा सेन चितला भएको थियो चटचट काटेर घरउप्री फेरि नानीले कहाँबाट ल्याएको गोलादुई बुट्टा गाँचत गाड्दै थियो खाने भएको चिया पाकपुक उखली लिएर आएर अन्त पिठो नसला भात पो मिसालाई गाउँको रोटो चिकन रामबेराको छोप बनाएँ अन्त यहाँ रामबेराको छोप कुटेर दुईवटा केरा रामबेरा तल पुसार बाटामा झाम्टाभित्र लुकिर बसेको चिया अस्ति जाउँ टिप्दाखेरि हर्दै देख्थेँ अस्ति अहिले झाल्दै गएछ टिभी लिएर आएर नि त छोप बनायो रामबेराको हुन्छ